नमस्ते साथीहरू। आज हामी विज्ञानको एउटा यस्तो कुरा बुझ्दैछौँ जुन तपाईँले हरेकपल्ट गरिरहनु भएको छ तर ख्याल भने गर्नुभएको छैन। त्यो हो बल र गति। बल भनेको के हो? धेरै नसोच्नुहोस्। बल भनेको सिम्पल दुईवटा कुरा मात्र हो। धकेल्नु, पुस। जस्तै तपाईँले अल्छी लागेको बेला ढोका धकेल्नुहुन्छ, त्यसलाई बल भनिन्छ। तान्नु, पुल। जस्तै तपाईँले कुनै कुवाबाट पानीको बाल्टी तान्नुहुन्छ, याद राख्नुहोस् कुनै पनि कुरालाई यता वा उता सार्न लगाइने जोड नै बल हो। 2. गति। मोसन भनेको के हो? जब कुनै कुरा सामानले आलस्य छोडेर आफ्नो ठाउँ बदल्छ त्यसलाई गति भनिन्छ। पार्किङमा बसको गाडी स्थिर हो, तर त्यो जब गुड्न थाल्छ त्यो गतिमा हुन्छ। तपाईँ सोफामा बसिरहनु भएको छ भने तपाईँ स्थिर हुनुहुन्छ, तर फ्रिजसम्म खाना खान जानुभयो भने तपाईँ गतिमा हुनुहुन्छ। 3. यिनीहरूको लभ स्टोरी सम्बन्ध। बल र गतिको गहिरो सम्बन्ध छ। बल बिना गति असम्भव छ। फुटबल मैदानमा चुपचाप बसिरहेको छ बल। जब तपाईँले खुट्टाले किक बल हान्नुहुन्छ तब मात्र दौडिन गति थाल्छ। 4. बलको जादु इफेक्ट्स। बलले के गर्न सक्छ? सुरु गराउन सक्छ, रोकिएको साइकल कुदाउन सक्छ, ब्रेक लगाउन सक्छ, कुदिरहेको बललाई हातले रोक्न सक्छ, बाटो बदल्न सक्छ, ब्याटको बललाई हिर्काएर अर्कोतिर पठाइदिन सक्छ। बिर्सनै नहुने सर्टकट सूत्र। बल लगायो, काम भयो, सामान चल्यो, गति भयो। बस यति बुझेपछि तपाईँ विज्ञानको यो च्याप्टरमा हिरो बन्नुभयो।